हामी जाँदैछौँ अब माल खाली गर्न, जो बचेर आएको हुन्छ बाहिरबाट। अब म यही हुँ, मेरो अनुहार यही हो, कस्तो छ भन्नु होला। अनि तपाईँहरूलाई देखाउँछु यसको भित्र माल के हुन्छ। अब अनि सकेको माल बेच्ने हो, नसकेको माल फिर्ता गर्ने हो। गाडीको हो ल, मेरो पनि म अब माल खाली गर्न जाँदैछु। गाडी चाहिँ यही हो, अनि अघि गाडी चाहिँ आएको छैन। युट्युब च्यानल बनाउनु हामी चाहिँ माल खाली भएको पनि देखाउने छौँ। अनि पछि तपाईँ उताबाट आउनुहोस् त क्यामेराम्यानजी। चल रख, हम फोन करा। हाम्रो डाइना चाहिँ यही हो, कोही ठुलो हुन्छ कोही सानो हुन्छ, दुई थरीको डाइना छ। यो चाहिँ मिनीमा पर्छ। अनि पछि अब हेरौँ, आज खुसीको खबर पनि छ, लाइसेन्स आयो क्या। अब हेरौँ भाग्यमा कुन गाडी मिल्छ, तपाईँहरूलाई अपडेटहरू दिनेछु म। गाडी चाहिँ यही हो, धेरै फरक त हुने रहेछ। त्यही हो स्ट्रिङ नेपालमा त्यो साइड हुन्छ र यसमा यो साइड छ। खाली चाहिँ कहाँ गर्छ यहाँ कि तल उता उता समीरको मार्केटमा। यही हो। अब अगाडिको दृश्य हेर्नुहोस्, राम्रै आएको छ। यता भन्नाले त यो चाहिँ मुदिरै हो। अनि यही हो हाम्रो माजरा। यस्तो धेरै छ, यस्तो घरहरू एसी लागेको हुन्छ, यो घरभित्र हुन्छ हाम्रो वर्कसप। यो पनि देखाउनुहोस् न हजुर। हाम्रो गाडीहरू यसो बिग्रियो भने तेल सेल हाल्ने ठाउँ यही हो। अनि हाम्रो मालहरू खाली गर्छ। अब हजुरहरूले हेर्दै गर्नुहोस् है। हाम्रो उहाँ चाहिँ सेल्सम्यान हुनुहुन्छ, जो क्यामेराम्यान। सेल्सम्यान चाहिँ कता यतै खाली गर्ने हो? हजुर हजुर। ल हामी यतै खाली गर्नेछौँ। भित्रै हालिदिने हो कि भित्रै हाल्न पर्छ? ल यही हो। أنا نيو جداد جديد هذا تريننج. رخصة خلاص؟ رخصة خلاص اليوم؟ اليوم رخصة خلاص؟ ايش اسمك؟ نعم पूरा हो गया। नेपाली रहेछ त्यही भएर तँलाई के हो, कति गाडी छ यार। यो मेरो गुरुजी के सफा गर्ने त्यत्रोमा यति राम्रो देखिरहेछ। ताल हौ ताल। युट्युब च्यानल बनिरहेको छ कि त्यो हाल्नुहुन्छ कि त्यही भएर काम गरेको देखाइदिनु। हाम्रो स्टोर यही हो, हाम्रो केटाहरू साथीहरू यही हो। अनि अब यस्तै स्टोर धेरै छ। मालहरू फिर्ता आएको छ, कति आएको छ। यसरी काट्छ, ट्याक्क मिलाउँछ, अनि पछि ट्याक्क बेच्छ होइन केटा? भविष्यमा त एकदम ठुलो युट्युबर बन्यो त म त। अहिले पो हेर्दै जाउँ न 2-4 वर्षपछि। मालहरू यही फिर्ता आएको छ। अब माल चाहिँ आज धेरै चाहिँ फिर्ता आएछ है। माल मिलाउँदैछ। त्यसपछि यस्तो यस्तो माल हुन्छ। अनि यही हो हाम्रो साथीहरू, काम चाहिँ दोहोरो गर्छ होइन? के कसो क्यामेरा लिएर यता बनाउँछु भिडियो, ठिक छ? ए के गर्ने? क्यामेराम्यान